तपाईहरु यदि राष्ट्रिय स्वतन्त्र पार्टीले कुनै पनि अवस्थामा कुनै पनि ठाउँमा सरकारमा सहभागी हुनुहोस् भनेर केही त्यो हाम्रो अहिले छैन, सरकारमा सहभागी हुनुहुन्न। त्यो म्यान्डेट होइन। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ माननीयमा निर्वाचित भइसकेपछि आज काठमाडौँ पुग्दाको दृश्य हो यो, जुन भिडियो भर्खरै तपाईँहरूले हेर्नुभयो। र उहाँले पत्रकारहरूलाई आफ्नो अन्तर्वार्तामा के भन्नुभएको छ भने 2/3 बहुमत ल्याएर बन्न लागेको जुन सरकार छ त्यो सरकारमा चाहिँ उहाँहरू जानुहुन्न, किनभने उहाँहरूले कुनै पनि म्यान्डेट प्राप्त गर्नुभएको छैन। सरकार बनाउने अथवा सरकारमा जाने कुनै पनि म्यान्डेट प्राप्त गर्नुभएको छैन। र मेरो पनि सुझाव के हो भने कुनै पनि हालतमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र उनका नेताहरू चाहिँ अब बन्ने 2/3 को सरकारमा, बालेनको सरकारमा जानु हुँदैन। किनभने पुराना दलहरू नेपाली काङ्ग्रेस लगायतका अन्य पार्टीहरूले चाहिँ पहिले नै पार्लियामेन्टबाट नै एमसिसी पास गरिसकेको अवस्था छ। र यो बालेन सरकार भनेकै अब एमसिसीलाई 100% लागू गर्ने र एसपिपीलाई पास गर्दै नेपालमा अमेरिकी सेना भित्र्याउने र चीन हान्ने अथवा चीनसँग चाहिँ युद्ध गर्न अमेरिकालाई सघाउने पूर्व योजनाका साथ यो सरकार बन्दैछ। र यसरी चुनाव जिताउने काम पनि भएको छ होइन। अब जनताले बुझेर नबुझेर मत दिनुभएको छ, 2/3 मत दिनुभएको छ। र यस्तो खालको एउटा षड्यन्त्रमूलक ढङ्गले बन्न लागेको सरकारमा चाहिँ कुनै पनि हालतमा श्रम संस्कृति पार्टी आबद्ध हुनु हुँदैन, सामेल हुनु हुँदैन। नत्र भोलि गएर एसपिपी पास भएको खण्डमा त्यसको भागीदार श्रम संस्कृति पार्टी पनि हुनेछ, जुन म देख्न चाहन्न र कुनै पनि नेपाली जनताले देख्न चाहँदैनन्। यो देशका निमुखा गरिब पिछडिएका वर्ग समुदायका मानिसहरूले चाहिँ कुनै पनि हिसाबले हर्क साम्पाङ लगायत उनको पार्टीले चाहिँ यसको श्रेय लिनु हुँदैन, यसको भागीदार बन्नु हुँदैन भन्ने मलाई लाग्छ। बरु उहाँले अन्तर्वार्तामा भन्नुभयो जस्तो होइन, बरु एमसिसी खारेजको लागि चाहिँ उहाँले अब संसदको पहिलो बैठकमै प्रस्ताव पेश गर्नुपर्छ र एमसिसी खारेजीको लागि चाहिँ सडक र सदन दुवै तताउनुपर्छ भन्ने मलाई लाग्दछ। र एसपिपीको विषयमा उहाँहरूले अझ जोडदारका साथ आवाज उठाएर चाहिँ यो देशमा हुन लागेको अमेरिकी हस्तक्षेपलाई चाहिँ जरैदेखि उखेल्न सहयोग गर्नुपर्छ, उहाँहरूले प्रयास गर्नुपर्छ भन्ने मलाई लाग्दछ।